ह्याप्पी न्यु इयर सबैजनालाई 2026 को होइन। आज चाहिँ हामीसँगै मिलेर हाम्रो न्यु इयरको गिफ्ट चाहिँ अनबक्सिङ गरौँ है। म चाहिँ एकदम एक्साइटेड थिएँ क्या के रहेछ भनेर। अनि त्यस पछाडि छिटो खोलिहालेँ। अनि त्यसरी अनबक्सिङ गर्ने बेलामा सिजरलाई पनि मैले पर्खिने मेरो पेसेन्स नै थिएन क्या। अनि हातले छिटो कोट्याएर अनि त्यसरी यो बक्स खोलेँ। यहाँ जापानमा चाहिँ यस्तो यो खानेकुरालाई के पो भन्थ्यो नाम बिर्सेँ मैले। हिजो भन्दै हुनुहुन्छ बुढाले हो त्यो नामवाला त्यो खानेकुरा रहेछ। अनि म चाहिँ के हुँदो रहेछ यहाँ भनेर छिटो एक्साइटेड भएर खोलेको। अनि कस्तो मजाले ऱ्याप गरेर दिने रहेछ के त्यो रेड कलरको ऱ्यापिङ है। त्यो मजाले ऱ्याप गरेको। अनि प्लस त्यो खाने बेलामा बिछाउनलाई त्यो ऊ पनि दिने रहेछ क्लोथ जस्तो क्या, टेबलमा राख्न पनि दिँदो रहेछ होइन। अनुसारी अनि यो चाहिँ मैले खोल्ने ट्राई गरेँ। अनि फेरि कताबाट हो भनेर म चाहिँ हेर्छु, देख्दिनँ अनि फेरि अनि बुढालाई खोलिदिनु न भनेको। अनि त्यहाँ तल पो रहेछ। अनि त्यसरी त्यहाँबाट खोलेँ। अनि यस्तो एक्साइटेड चाहिँ म यहाँ के रहेछ खानेकुरा भनेर हेर्न। यो पिङ्क कलरको चाहिँ खानुभन्दा अगाडि तल टेबलमा बिछाउनु रहेछ कि कस्तो राम्रो भने। अनि त्यो कार्डमा पनि कस्तो राम्रो के लेखेको थियो अब बुझ्दिनँ। हो त्यो लेखेर पठाएको रहेछ अनुसारी हो त्यो होला। अन्त त्यसरी अब चाहिँ हेर्दैछु म के रहेछ खानेकुराहरू भनेर। अन्त चाहिँ वा के हो। म खानेवाला चाहिँ यस्तो केही खान चाहिँ सक्दिनँ तर हेर्न चाहिँ कस्तो मिठो क्या। तर सब गुलियो मात्र हुन्छ नि त यिनीहरूको। अनि त्यही भएर अलिक झ्याउ लाग्छ कि ल अम्लिब्रो टक्क भएको भए पो मिठो हुने। जे होस् खाँदाखेरि चाहिँ सबै गुलियो थियो क्या। अनि जे ठिकै थियो भनौँ न खाने बेलामा। अनि दुइटा रहेछ क्या बुढाबुढी छन् भनेर दुइटा दिएको क्या हामीलाई चाहिँ। अनि कस्तो राम्रो क्या। अनि कुनै बेला जापानिजहरू त्यहाँहरू कस्तो मनपर्छ क्या यस्तो दिँदा फेरि चाहिँ होइन। अनि कस्तो क्युट क्या दुईजना हामीलाई। थ्याङ्क यू सो मच होइन। वान सेकेन्ड ह्याप्पी न्यु इयर सबैजनालाई।